हेलो वेलकम ब्याक टु माई मिनी ब्लग है। आज चाहिँ म खेततिर जाँदैछु होइन, अनि साथमा चाहिँ कोदालो पनि छ है, कोदालो लिएर होइन। अनि हेर्नु न यहाँ खेततिर जाँदैछु म चाहिँ हिँड्दै हिँड्दै होइन। अनि यहाँ देख्न सक्नुहुन्छ ल साथीहरू, यहाँ बाटोबाट चाहिँ देखिन्छ नि त यो अरू नदी, त्यो भएर देख्दै हुनुहुन्छ तपाईँहरूले नदीको पनि होइन। अनि म चाहिँ खेत अलिक टाढा भएको कारणले गर्दाखेरि अलिक 1 घन्टा चाहिँ लाग्छ क्या, त्यही भएर हिँड्दै हिँड्दै जाँदैछु नि त। ल अनि तपाईँलाई यहाँबाट जुम गरेर पनि म खेतहरू देखाउँछु होइन, म चाहिँ कुन ठाउँ कहाँनिर जाने हो भनेर होइन। त्यो देखिराख्नु भएको छ नि, त्यो देखिराखेको चाहिँ अरुण नदी हो। अनि अझै मलाई आधी बाटोमा आइपुगेँ, अनि अझै निकै नै छ जानलाई चाहिँ होइन। अझै एकैछिन पर्नु, म देखाइदिन्छु तपाईँहरूलाई त्यहाँ पारि, त्यहाँ जानुपर्छ। म चाहिँ यहाँ डाँडामा आइपुगेँ है। अनि यहाँ चाहिँ एकैछिन भिडियो खिच्छु म, अनि त्यहाँबाट फेरि जान्छु है त। सोच्दै हुनुहुन्छ होला भिडियो बनाएर काम चाहिँ कहिले गर्छ भनेर होइन, तर केही छैन, म अलिक अगाडि नै हिँडेको भिडियो बनाउनको लागि होइन। यहाँ देख्न सक्नुहुन्छ यहाँ आइपुग्यो गाइस। अब यहाँ डाँडामा आइपुगेँ म चाहिँ। एकदमै सुन्दर देखिराख्नु भएको छ होला सायद है, कस्तो देखिराख्नु भएको छ ल। त्यो चाहिँ हाम्रो बाटोहरू पनि छ, घर जाने बाटो हो हाम्रो चाहिँ। अनि त्यो नदी देखिराख्नु भएको छ होइन, त्यहाँ छ सबै नेपालको सबैभन्दा लामो पुल भन्छ, त्यहाँनिर जुम गरेर देखाउँछु अरुण नदीको पुल। सो हिँडे अब है, यहाँबाट जाँदैछु अब फेरि उँधै जानुपर्छ। गर्दाखेरि म एउटा कुरा पनि देखाउँछु है, यो थाहा छ तपाईँहरूलाई, यो काँडा गरेको यो मैले पनि यति धेरै काँडा छ नि है। सो तपाईँहरूलाई यो पनि देखाउँछु है, म यति धेरै काँडा छ नि, तिखो काँडा, यो त छुनै सकिँदैन। अहिले चाहिँ फुलेको रहेछ है, फुलेको छ हेर्नु त, यस्तो काँडा छ कि त्यसैले कानहरू छेड्नलाई यो चाहिँ युज गर्थेँ क्या। ओहो घोचो पनि मेरो त, काँडै अड्क्यो। ओहो सो म यहाँबाट चाहिँ जान्छु है। अनि यहाँबाट जाँदा मेरो हातमा चाहिँ 2-3टा काँडा भिज्यो क्या एकैचोटि। यहाँ हेर्नु त, छेउको मात्रै थिएँ। अब म चाहिँ ल 5-6-7वटा काँडा चाहिँ भिजेछ क्या मेरो चाहिँ। अनि ल कोदालो बोकेर अब म चाहिँ जाँदैछु होइन। अनि यहाँ देख्न सक्नुहुन्छ हिँड्दै हिँड्दै जाँदैछु है, एक्लै छु नि त। अनि मम्मी पनि हुनुहुन्छ होइन, अरू काम गर्ने मान्छे पनि हुनुहुन्छ, तर उताबाट जानुभयो। म चाहिँ यो सिनहरू देखाउनको लागि यो बाटो आएको है। यो बाटो चाहिँ अलिक लामो छ। सो यहाँ देखिराख्नु भएको छ चिजहरू, त्यहाँ राख्नु भएको छ है, 2टा नदी र खोलाको सङ्गम है। त्यो चाहिँ जुम गरेर देखाउँछु म। यो खोला हो, यताबाट गएको छ खोला, यो चाहिँ लेगुवा खोला हो, त्यो चाहिँ अरुण नदीमा मिसिएको छ है। यो चाहिँ हेर्न सक्नुहुन्छ
अघि काँडो भिजेको थियो मेरो त पोल्यो है। सँग म लेगुवा खोला र अरुण नदीको ल म जाँदैछु यहाँबाट पनि। भिडियो अलिक लामो हुन्छ है यस्तै जाँदाखेरि। मैले किन लिआएको, म किन आएको यहाँबाट भन्दाखेरि म चाहिँ यहाँ सबै दुईतिरकै सिनहरू देखिन्छ नि त, एकदमै डाँडो छ है। अनि यो सबै देखिन्छ नि त, यो खेतीपाती छ होइन। अनि मेरो चाहिँ खेती त्यहाँनिर छ, त्यहाँनिर अहिले देखिँदैन के हो। ठ्याक्कै आयो जुम गरेको है, त्यहाँ हो देखिसक्नु भएको छ है। म चाहिँ त्यहाँ जाँदैछु। अब यो अरू नदी बगिरहेछ, यो खातबारीतिर जाने रोड हो होइन। कोदालो बोकेर है जाँदैछु नि त। यहाँ देखिराख्नु भएको छ यति सुन्दर है, भ्यूहरू राम्रो छ। त्यहाँ जाँदैछु म चाहिँ। यो चाहिँ यता विश्रान्ति भन्छ है, घाट भन्छ यो चाहिँ, घाटतिर हो यो चाहिँ। जाँदैछु गाइसहरू, यहाँ चाहिँ देख्न सक्नुहुन्छ चिहानहरू छ है। गाइस म चाहिँ फाइनल्ली तल झर्न लागेँ है, तल झरिसकेँ। अब फेरि म ल गाइसहरू म चाहिँ तल झरिसकेँ है, त्यहाँ झरिसकेँ है, यहाँनिर झरिसक्यो खोलाको पुलमा होइन। म चाहिँ अब अझै जानुपर्छ 5 मिनट जति। अब यो पुल तरेपछि होइन कोदालो साथमा छ, जाँदैछु होइन। तपाईँहरूलाई म यहाँ खोला पनि देखाउँछु। ल देख्न सक्नुहुन्छ खोला है। यो चाहिँ यति ठुलो बाढी आउँछ नि, पछि पानी परेको बेला चाहिँ यति ठुलो बाढी आउँदैन नि। चाहिँ खेतहरू भयो ठाउँमा आइपुगेँ। अनि तर हाम्रो चाहिँ यहाँ आइन, अलिक माथि हो जाँदैछु म चाहिँ होइन। साथीहरू भिडियो पुरा हेर्नु त हुन्छ होइन, लाइक कमेन्टहरू नगरे पनि पक्कै पनि कस्तो लाग्छ। ल यहाँबाट हिँडेर चाहिँ एकैछिन तपाईँहरूलाई त्यहाँ पुल पनि देखाउँछु म। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुल पनि छ है, पुल देख्न सक्नुहुन्छ यहाँ होइन। यहाँबाट चाहिँ प्राय हिँडिँदैन मान्छे अहिले चाहिँ। यहाँ हेर्नु त लेगुवा खोलाको चाहिँ यो चाहिँ मान्छे तर्ने पुल पनि छ। ल देख्न सक्नुहुन्छ है। यो पुलबाट चाहिँ तर्नु पर्दैन, तर म अस्ति चाहिँ तरेको थिएँ नि त। अनि अस्ति चाहिँ भिडियो बनाउनको लागि नि गएको थिएँ, अहिले चाहिँ खेतमा जानुपर्छ। अब पुलमा गयो भने भिडियो पनि लामो हुन्छ है। ल देखिराख्नु भएको छ, रोपी पनि सकेको छ होइन। ल कामहरू गरिँदैछ यहाँ चाहिँ होइन। लेगुवा खोलाको सिरानमा के छ हो साथीहरू, मकै खानु मिल्छ? ल यहाँ मकै नि पोल्दै हुनुहुँदो रहेछ है। तपाईँहरूले खानुभएको छैन होला फेरि? ल मलाई आधी दिनु न ल, सानो हो। ल थ्याङ्क यू। अब म चाहिँ मकै खाँदै जानु पर्यो है। के हो नाम तपाईँहरूको? निखिल हो तपाईँको? ल ओके, परिचय नि गरेँ म। यहाँ साथीहरूले मकै दिनुभयो मलाई त है, थ्याङ्क यू। अनि मकै खाँदै जाँदैछु म चाहिँ होइन। तातो मकै खाँदै जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ खोर्सानी हेर्नुहुन्छ।
ल हेर्नु खोर्सानी कति मजाले फलेको छ है। यति मजाले फलेको छ। सो गाइस म चाहिँ अब एकदमै रमाइलो लाग्यो है। ओहो अनि यहाँ त सबै काम गरिराख्नु भएको छ धेरै ठाउँमा होइन। यहाँ कुला पनि बगिरहेको छ अनि यो ढिलै जानुपर्ने हुन्छ है। यहाँ चाहिँ काहीँ चाहिँ रोपिसकेको छ। म चाहिँ तातो मकै दिनु भयो नि त। ल पछि अब उहाँसँग चाहिँ भेट गरौँला मकै दिनेसँग चाहिँ है। मकै खायो। जाँदैछु गाइस। यही हो अब हाम्रो खेत चाहिँ त्यहाँ रुख देखिएको हो त्यहाँ चाहिँ पुग्छु म। हिँड्न पनि अलिक अप्ठ्यारो छ है। हिलो हो खेत त हो नि। अनि सो एकदमै मिठो मकै रहेछ है। अनि दिनु भयो ल यहाँ आइपुगेँ। यहाँ मकैहरू खानु भयो आउनुहोस्। मकैहरू छ मकै बारी है। म चाहिँ जाँदैछु अगाडि मकै खाँदै। त्यहाँबाट हो गाइस त्यहाँ पुग्नु पर्ने छ। अब चाहिँ म पुग्न लागेँ मकै खाँदै। यति मिठो मकै दिनुभयो नि। ल यो चाहिँ भर्खर रोपेको रहेछ है। यहाँ आइपुगेँ म चाहिँ। यहाँ हेर्नु न यसरी रोपेको छ है। म चाहिँ जाँदैछु। सो मैले अघि आएको ठाउँ देखाएँ है तपाईँहरूलाई उताबाट हो। म आएको चाहिँ त्यहाँ माथिबाट झरेर यताबाट आएको। अनि अब यहाँबाट जाँदैछु। सो यहाँ कति मजाले ढोँडिरहेको रहेछ। यहाँ चाहिँ आइपुग्न लाग्यो है। यहाँ चाहिँ कुलामा एकछिन खुट्टा धोएर जाऊँ न। यसो हात पनि धुनु पऱ्यो होइन टक्क। अब म चाहिँ यहाँ आइपुग्न लागेँ। म घुमेर देखाउँदाखेरि यस्तो छ। यहाँ चाहिँ ठ्याक्कै हाम्रो खेतमा आइपुग्यो भन्दा पनि हुन्छ है। आइपुग्नु लाग्यो म चाहिँ। ल यो चाहिँ ट्र्याक्टर उकाल्दै हुनुहुँदो रहेछ त। म अब उता जान्छु। ल म चाहिँ खेतमा आइपुगेँ गाइस। ल ठ्याक्कै म चाहिँ खेतमा आइपुगेँ। यहीँ हो। ल म चाहिँ खेतमा आइपुगेँ। यो चाहिँ कसले राखेको यो ब्याड चाहिँ कसले राखेको थाहा छ तपाईँहरूलाई? यो मैले राखेको। ल म चाहिँ खेतमा आइपुगेँ फाइनल्ली। थ्याङ्क यू सो मच। ल म चाहिँ खेतमा आइपुगेँ अब चाहिँ फाइनल्ली होइन। म चाहिँ आइपुगेँ खेतमा चाहिँ अब टक्क।